सम्पूर्णमा सेवारो भन्न चाहन्छु म यो समय मेरो सेरोफेरो युट्युब ब्लगमा यहाँलाई यो भिडियो ब्लगमा यहाँलाई हार्दिक सेवारो भन्न चाहन्छु। नमस्कार। र आजको यो मेरो यात्रा आजको मेरो भिडियो रहनेछ हाम्रो 26 वार्ड नम्बर 8 शुभ विवाहको यो थोरै झलक यहाँलाई देखाउनेछु। मैले जान्दैछु यो समय बजार हुँदै हाम्रो त्यो विवाह भएको ठाउँतिर यसरी जाँदै गरेको यो दृश्यको लागि हुनेछु। साबिक देउरालीमा एउटा आज विवाहको यो भिडियो यो मेरो समय सेरोफेरो युट्युब ब्लगमा यहाँलाई राख्ने जमनको कस्तै यो जाने गरेको दृश्यहरू देखाउनु लागिरहेको छु। यो मेरो भिडियोलाई लाइक सब्सक्राइब कमेन्ट गरिदिनु होला भन्ने हार्दिक अनुरोध गर्न चाहन्छु। यहाँहरूको गाउँघरको कुराहरू गाउँघरकै भिडियोहरू राख्दै म राख्ने जमर्को खोजिरहेको छु। अर्गानिक भिडियो यहाँलाई यो राख्ने क्रममा मैले जाँदै गरेको त्यो विवाहको लागि हामी निम्तो मनाउन ढोल नाच गर्न हामी जाँदै गरेको भिडियो म देखाउन लागिरहेको छु। यो मेरो समय सेरोफेरो युट्युब ब्लगमा यहाँलाई यो भिडियो राखेर यहाँले राख्न लागिरहेको छु। म अहिले ढिलो पुगेको हुनाले यहाँ चाहिँ विवाह लगभग अन्तिम भइसकेको छ। बेहुला बेहुली राखेर टिकाटालो गर्ने ठाउँ छ। यहाँ गेट मैले देखाएँ। यसरी नै यहाँ हामी घरमा पुगेर हामी जाँदैछौँ। यहाँ दर्ताउने ठाउँ निम्तेरीहरूलाई दर्ताउने ठाउँ रात परिसकेको छ, साँझ भइसकेको छ। त्यसैले हामी मैले सबै दिउँसोकै कुराहरू राख्न सकिनँ। मैले राति साँझको यो दृश्य चाहिँ देखाएको छु। यहाँहरूलाई हेर्नुहोला। हाम्रो साथीभाइहरू ग्रुपहरू यहाँ आइसक्नु भएको छ। हाम्रो ढोलीहरूले पनि बिदाई कार्यक्रम गरिसक्नु भएको छ राखेर यहाँ बिदा गर्ने समयमा हामी आइपुग्यौँ। त्यसैले सबै मैले राम्रो देखाउन सकिनँ। देउसोको जस्तै यहाँ बिदाई गरेर एकछिन 1-2 राउन्ड नाच्नुको लागि हामी फेरि यहाँ मैले यो भिडियो राखेको छु। हेर्नुहोला। अब चाहिँ यहाँ रोमान्च हाम्रो ढोलीहरूलाई फेरि कार्यक्रम गरेर 1-2 राउन्ड नाचेर आफ्नो घरमा प्रस्थान गर्ने कार्यक्रम रहेको यहाँ देखिन्छ। यसरी लिम्बूको बिहेमा चाहिँ कल्चर जस्तो बिहेमा चाहिँ यसरी बाँस बिचमा राखेर तोरण तानेर चाहिँ बाँसको वरिपरि यसरी ढोल नाच्ने गरिन्छ। यो च्याब्रुङको तालमा ढोल नाचको तालमा यहाँहरू हेर्न सक्नुहुनेछ। हाम्रो लिम्बू कल्चरमा आधारित ढोल नाच यो तोङ्बाहरू यसरी पाहुनाले दिने र त्यहाँ छाबा भन्छौँ हामी। पाहुनाले दिने तोङ्बाहरू यसरी राखेर दिने गरिन्छ। यहाँ ढोल नाच हाम्रो गाउँघरका साथीभाइहरू आएर यसरी नाच्दै हुनुहुन्छ। यहाँ यो मेरो भिडियोमा छोटो झलक यो राखेको छु। 24 गाउँपालिका 8 देउराली टोलमा चाहिँ बिहे चेलीबेटीको बिहेमा चाहिँ यसरी ठुलो बिहे नाच्ने गरिन्छ। ढोलहरू लिएर अहिले त छोरी चेलीको बिहे छोराको जस्तै ठुलै डेरा राखेर ढोल नाच गर्ने गरिन्छ। यहाँहरूको यो के छ गाउँघरतिर हाम्रो चाहिँ यस्तो छ। हजुर सबैमा नमस्कार सेवारो भन्दै अहिले यहाँ रोमान्च बिताउन चाहन्छु। नमस्कार सेवारो।